रेडियोग्राफी रेडियोग्राफी दिवस सफल पारो रेडियोग्राफी दिवस सफल पारो रिमेम्बर इट रिमेम्बर इट विश्व रेडियोग्राफी दिवस मनाउँछौँ विश्व रेडियोग्राफी दिवसको मनाउनको लागि सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक साथ लगाउन चाहन्छु। आदरणीय सरहरू, सहकर्मी साथीहरू, विद्यार्थी भाइ बहिनीहरू, 1895 मा विलियम पोर्टर-जोन्सनले पत्ता लगाउनु भएको एक्सरे जसले मेडिकल क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ र आजको दिनमा मेडिकल क्षेत्रको चिकित्सा विज्ञानको महत्त्वपूर्ण अङ्ग हो, महत्त्वपूर्ण एउटा मेरुदण्ड जस्तै हो, जसले बिरामीको रोगको उपचार गर्नको लागि सबैभन्दा छिटो छरितो हामीलाई रिपोर्ट प्रदान गर्ने गर्दछ। र आज नेपाल रेडियो सोसाइटी बागमती प्रदेशले आयोजना गरेको यस कार्यक्रममा उपस्थित भइदिनु भएकोमा हजुरहरूलाई हार्दिक धन्यवाद टक्राउन चाहन्छु। यसै सन्दर्भमा म नेपाल रेडियो सोसाइटी बागमती प्रदेशको तर्फबाट र म व्यक्तिगत तर्फबाट यहाँ सम्पूर्णलाई विश्व रेडियोग्राफी दिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र आज मलाई अघि बिहान हाम्रो नेपाल रेडियो सोसाइटी बागमती प्रदेश केन्द्रीय अध्यक्ष मुकेश कुमार झाले फोन गरेर उहाँको शुभकामना दिनुभएको छ। म मार्फत मेरो शुभकामना भनिदिनु भनेर भन्नुभएको थियो। यस कार्यक्रमको शुभकामना दिनुभएको छ। साथै उहाँले अहिले हामी जति पनि स्वास्थ्यकर्मीहरू आन्दोलनमा छौँ त्यो आन्दोलनको हामीले आन्दोलनमा के प्राप्त गरेका छौँ, जसमा निजी अस्पताल तथा मेडिकल कलेजहरूले हाम्रो पारिश्रमिकतालाई सरकारले तोके बमोजिमको हामीलाई पारिश्रमिक दिनुपर्ने एउटा माग राखी हामी आन्दोलनमा थियौँ। त्यसको हिजो सम्झौता भएर सरकारसँग सम्झौता भएको छ र त्यो कुरा पनि हामीलाई यो मास मार्फत जानकारी गराइदिनु भनेर मलाई बिहान फोन गर्नुभएको थियो। हामी एउटा आन्दोलन जितेका छौँ। अब हामीले हाम्रो पारिश्रमिकता नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिकता पाउनेछौँ भन्ने हामी आशावादी छौँ। यसमा हामी सबैलाई एउटा गौरवको कुरा हो भन्दै अब हामी ढिलो नगरी र्यालीलाई सुरु गर्ने तयारीमा छौँ। हाम्रो र्याली यहाँबाट सुरु भई ट्राफिक कार्यालयबाट सरकारी अस्पताल हुँदै सिएमएसको गेट अगाडिबाट हामी सप्तमी चोक हुँदै होटल शुभममा आउनेछौँ र त्यहाँ हाम्रो केक काटेर चियापान कार्यक्रम हुनेछ। र यो हाम्रो र्यालीलाई चाहिँ दुईवटा लाइनमा गराएर हामी अगाडि बढाउनको लागि सबैलाई अनुरोध गर्दछु। ब्यानर अगाडि लगाइ र्याली सुरु भइसकेको छ है। अब हामीलाई सहयोग गर्ने प्रहरी साथीहरू पनि हुनुहुन्छ है, हाम्रो जयनारायण सर। दाइ केही तपाईँ आजको यो प्रति के छ, केही भनाइ छ व्यक्त गर्नु? आज विश्व रेडियोग्राफी डेको सबैलाई शुभकामना। अब रेडियोग्राफी भनेको चाहिँ हाम्रो मेडिकल क्षेत्रकै एउटा प्रमुख मेरुदण्ड नै हो। यो बिना त मेडिकल क्षेत्र नै ध्वस्त हुने पनि हुन्छ। त्यही भएर हामी सबै यो रेडियो फिल्डमा जति पनि रेडियोलोजी फिल्डमा छौँ, हामी चाहिँ सबैले एकबद्धता जनाएर आफ्नो पेसाप्रति इमान्दार भएर चाहिँ काम गर्नुपर्ने अवस्थाहरू देख्छु। र सबै विश्वभरिकै अथवा हाम्रो देशभरिकै सम्पूर्ण रेडियोलोजीमा आबद्ध सबैलाई चाहिँ आजको दिनमा चाहिँ सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। हस् सर, थ्याङ्क यू, धन्यवाद। November
November 8! 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 विश्व रेडियोग्राफी दिवस मनाउँछौँ। विश्व रेडियोग्राफी दिवस हाम्रो इभेन्टको लागि टिभी जस्तो केक आइसकेको छ है। सन्तोष सरले ल्याउँदै हुनुहुन्छ। यहाँ विशेष कार्यक्रममा उपस्थित भएका छौँ। हामीले आज रेली कार्यक्रम सम्पन्न गरी यहाँ औपचारिक कार्यक्रममा उपस्थित भएका छौँ। आजको यस कार्यक्रमका उपस्थित हुनुभएका यहाँहरू सम्पूर्णलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु। अब ढिलो नगरी आजको कार्यक्रमलाई अगाडि बढाउने म अनुमति चाहन्छु। कार्यक्रमलाई औपचारिकता प्रदान गर्दै अध्यक्षको आवश्यक अध्यक्ष श्री चिरञ्जीवी पन्थीज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन गरिदिनु हुन म श्री डाक्टर अमित चौधरीलाई पनि स्टेजमा आमन्त्रण गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको आसन गरिदिनु हुन रेडियोलोजिकल टेक्नोलोजिस्ट सिनियर टेक्नोलोजिस्ट अनिल पण्डितज्यू सरलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट श्री अशोक शाह सरलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको आसन गरिदिनु हुन एनएलएसका सल्लाहकार र हेल्थ साइन्सका कोर्डिनेटर एचओडी श्री सञ्जय शाह सरलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको आसन गरिदिनु हुनलाई अनुपम निरागर सरलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको आसन गरिदिनु हुन सिएमएसका रेडियोलोजिकल कोर्डिनेटर श्री विनोद यादव सरलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन एनएलएसका निवर्तमान अध्यक्ष श्री अमृत काफ्लेज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन यसै गरी अतिथिको आसन गरिदिनु हुन भरतपुर अस्पतालका रेडियोलोजिकल टेक्नोलोजिस्ट श्री रोशन पटेल सरलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी सम्पूर्ण पत्रकार साथीहरूलाई पनि म यता स्थानमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। र समयमा उपस्थित अब अतिथिको आसन ग्रहणलाई खातिर सम्पूर्ण
सम्पूर्ण रेडियो डक्टर साथीहरू, उपस्थित नेताहरू सम्पूर्णमा हार्दिक धन्यवाद। आज 2025 नोभेम्बर 8 तारिकको रेडियोलोजीलाई चाहिँ भारतको त्यो तेस्रो नेत्रको रूपमा लिन सक्छन् है। मैले धेरै ठाउँमा भनेको पनि छु, किनभने योभन्दा अगाडि विशिष्ट अतिथि रहे सिनियर रेडियो टेक्नोलोजिस्ट अशोक शासन, उहाँ हाम्रो केन्द्रीय कमिटीको सल्लाहकार पनि हुनुहुन्छ। त्यस्तै गरी केन्द्रीय कमिटी सल्लाहकार र सिटिभिटीका प्रोग्राम कोअर्डिनेटर, सन्जन सोसाइटी बागमती प्रदेशका निवर्तमान अध्यक्ष अमृत काफ्ले सर, विनोद यादव सर, स्कुल अफ हेल्थ साइन्सका लेक्चरर सुनिल बसार सर, त्यस्तै गरी हाम्रो भर्खर अस्पतालका सिटी इन्चार्ज रेडियो टेक्नोलोजिस्ट रोशन पटेल सर लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण रेडियोग्राफर, रेडियो टेक्नोलोजिस्ट र अनुपम निरला सर, नमस्कार, कोअर्डिनेटर इन्चार्ज र स्टेजमा आइदिनु हार्दिक अनुरोध गर्दछु। धन्यवाद सन्तोष भाइ। नेपाल रेडियोलोजिकल सोसाइटी बागमती प्रोभिन्सका अध्यक्ष चिरञ्जीवी भाइ मेरो भाइ नै हुनुहुन्छ। उनलाई धेरै धेरै धन्यवाद यो प्रोग्राम अर्गनाइज गरिदिनु। यसो भन्दै गर्दा यस मञ्चमा सम्पूर्ण रेडियोलोजी फिल्डका जे हुनुहुन्छ उहाँहरू सबैलाई लागि पनि आदरणीय हुनुहुन्छ, किनभने यो फिल्डमा विशेष गरी उहाँहरूकै योगदानले गर्दा आज सायद हामी यहाँ भेला भएर यसरी विकासका कुराहरू गर्न पाइरहेका छौँ। सबले भन्नुभएको छ 25 वर्ष अगाडि चाहिँ कसरी यस रेडियोलोजी फिल्डका दिग्गजहरू, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा नमस्ते। म अमृत काफ्ले, यस एनएरएसको इमिडिएट पास्ट प्रेसिडेन्ट। तपाईँहरूलाई आज यस होल रेडियो प्रोजेक्ट दिवसमा स्वागत गर्न चाहन्छु। मैले धेरै कुरा भनिराख्नु पर्ने छैन, अझै सबै कुरा हाम्रो अध्यक्षले भनिसक्नु भएको छ। यहाँ डाक्टर साहब पनि हुनुहुन्छ, डाक्टर अमित हुनुहुन्छ, जसले चितवनमा न्युरो बडी इन्टरभेन्सनको इमेजै गरिदिनु भएको छ कि सायद हामीले रेडियोग्राफर भएर काम गर्ने बेलामा यो सब फेसिलिटी थिएन यहाँ तपाईँको चाहिँ। अब अहिलेको एनाउन्स गर्न चाहन्छु, हामीले यही आउँदो पुसको 5 गते शनिबारको दिन चितवनमा एनबिराको इनागुरेसन सँगसँगै एउटा चाहिँ इन्टरभेन्सन मिटको प्लान गरेको छ, जुन हामीले तपाईँलाई हाम्रो यसको अबको हप्ता दिनमा चाहिँ हाम्रो पत्रकार सम्मेलन हुन्छ। तपाईँलाई मैले अगाडि जानकारी दिएँ। यसको लागि हाम्रो जुन हलको क्यापेसिटी भनेको 400 हलको क्यापेसिटी हो, जसमा हाम्रो मेम्बरहरू नेपालबाट र नेपाल बाहिरबाट पनि आउनुहुन्छ, जसमा चाहिँ कार्डियोलोजी, न्युरो इन्टरभेन्सन र बडी इन्टरभेन्सनको चाहिँ सिएमई छ। यो प्रोग्राम अलिकति ठुलो र अहिलेसम्म नेपालमा कहिले पनि नभएको प्रोग्राम रहेको जानकारी दिन चाहन्छु। यसको लागि मैले बागमतीको लागि चाहिँ बागमती र चितवनको लागि चाहिँ जम्मा 30 सिट त मैले यहाँ हजुरलाई भन्न चाहन्छु। जम्मा 30 सिट छ हामीसँग तपाईँको चाहिँ। मैले त्यो भएर हाम्रो अध्यक्ष महोदयलाई चाहिँ नाम टिपाउन अनुरोध गर्छु। यसको एउटा रजिस्ट्रेसन चार्ज पनि तोकेको छ। र तपाईँलाई म के भन्न चाहन्छु भने यो संस्थाको म आफै अध्यक्ष हो, मैले नै बनाएको र मैले जन्माएको संस्था हो यो। November 8!